Sorry guys, someone forced me to make this mini vlog and happy new year 2026 everyone. यदि हजुरहरु पनि बर्मिङहम नजिकै हुनुहुन्छ भनेदेखि you must visit this place है. अनि यो ठाउँ देख्दा फेरि चाहिँ मलाई मेरो आफ्नै होम टाउन याद आइदिरहेको जुन चाहिँ सिन्धुलीगढी है. सेम छैन त, हेर्नुस् त, यो पनि एउटा हिस्टोरिकल प्लेस नै हो जुन चाहिँ पहिला यहाँको सोल्जर्सहरुले चाहिँ यही बसेर वार गर्नु भएको थियो अरे. अनि यदि हजुरहरु एनिमल लभर हुनुहुन्छ भनेदेखि चाहिँ गाइज डोन्ट स्किप दिस प्लेस. यहाँ चाहिँ हजुरहरुले वाइल्ड एनिमल्स अनि बर्ड्सहरु चाहिँ आफ्नै आँखाले हेर्न सक्नुहुन्छ, त्यो पनि विदाउट एनी डेन्जर है. अनि यहाँको टिकट रहेको छ 22 देखि 23 पाउन्ड पर पर्सन, जुन चाहिँ 4 बजेसम्म मात्र खुल्ला हुन्छ यो ठाउँ. तर त्यो टिकट चाहिँ हजुरको 1 मन्थसम्म भ्यालिड हुन्छ है. हामीले चाहिँ न्यू इयर यहीँ आएर इन्जोय गर्यौं. अब हजुरहरुको पालो. थ्यांक यू फर वाचिङ. बाइ बाइ.